काठमाडौँ महानगरपालिका वडाहरू 17, 18 र 25 बीच अवस्थित इकापुखु एउटा यस्तो ऐतिहासिक पोखरी हो जसले त्यहाँका समुदायसँग गहिरो धार्मिक र सामाजिक सम्बन्ध बोकेको छ। आजको अवस्था हेर्दा पोखरीमा थुप्रिएको फोहोर, झार र भूकम्पको मलबा हटाइएको छ। सुरुवातमा 2 फिट उत्खनन गरियो, तर पुराना तह भेटिन थालेपछि अझ 1 फिट गहिरो खनिएको छ। अनि भेटियो पुरानो कालो माटो। अब बाउन्ड्री वाल बनाउने कामको तयारी सकिएको छ। हामी तयार छौं इकापुखुलाई पुनः उसको इतिहास र गरिमा फर्काउन। आज यो पोखरी पुनर्निर्माणको यात्रामा छ। कुल लागत 3 करोड 64 लाख रुपैयाँ, क्षेत्रफल करिब 7.5 रोपनी, जसमध्ये 6 रोपनी पानीकै लागि छुट्याइएको छ। पानीको वरिपरि 2 मिटर चौडा पैदल मार्ग हुनेछ, जहाँ मान्छेहरू हिँड्न, सोच्न र पोखरीको शान्तता महसुस गर्न सक्नेछन्। यो केवल संरचनात्मक पुनर्निर्माण होइन, यहाँ वर्षा पानी सङ्कलन प्रणाली समेत बनाइँदैछ, जुन ब्लू ल्यान्डस्केप, जल चक्र र वातावरणसँग पुनः सम्बन्ध गाँच्ने प्रयास हो।